इधर देख तू जरा, इधर है ना, इधर इधर है। हेलो गाइस, यहाँ उपस्थित सम्पूर्ण मामा माइजू अङ्कल आन्टी बा भान्जा काका काकी सम्पूर्णलाई वेलकम छ मेरो मिनी भ्लगमा। आजको विशेष काम चाहिँ के भने तपाईहरुलाई 3 यस्ता कुरा सिकाउन गइरहेको छु म जो जसको बारेमा तपाईहरु पनि जान्न चाहनुहुन्छ होला। पहिलो काम रहेको छ मकै। मकैलाई कुन समयमा मल हाल्ने, कुन समयमा गोड्ने, कुन समयमा भाज्ने यो मैले पनि थाहा छैन, तपाईहरुलाई पनि थाहा छैन भने छोड्दिनु, यो काम यस्तै हो। मतलब वो अलग ही लेवल का बंदा था। नेक्स्ट चाहिँ यसो हिँड्ने बाटो चट्टो मिलाएर यो घाँसहरू काटेर सफा हान्ने, न त सापले हान्छ, न यस्तो सफ गर्ने। तर यो म सक्दिनँ तपाईहरुको काम। तपाईहरुले गर्नुपर्छ, म सक्दिनँ, म अल्छी छु। नेक्स्ट पार्ट अब लास्ट 3 चाहिँ के भनेपछि तपाईहरुले आफ्नो घरको आँगनतिर अगाडि पछाडि बारीतिर यसो काँक्रा लगाइदिनु होला। जो कि मलाई चोरेर भिडियो गराउनमा एकदमै मद्दत गर्छ। काँक्रा लगाएर यसो मलाई कन्ट्याक्ट हान्नु होला, तपाईको चोरेर खाइदिनु होला तपाईहरु। अनि रात दिनै गाल गर्नु होला क्या भेटिएला। अब अरु काम अब 3 पनि सक्यो, अब पुरा गर्नेछौँ हामी अरु भिडियोमा। जस्तै कि तपाईहरु देख्न सक्नुहुन्छ केरा यिनी पनि लगाएर बारीमै पकाइदिनु होला, जो मलाई चोर्न मजा आउने छ। अलि म भिडियो गराउने छु तपाईको केरा चोरेको। कुन समयमा काट्ने, कुन समयमा मकै हाल्ने, के गर्ने सब बुझ्यो होला। देख्न सक्नुहुन्छ यत्रो रहेछ, कत्रो यत्रो रहेछ। यत्रोदेखि मोबाइल में यत्रो मानिन रहेछ गाइस। कोई बात नहीं, बच्चों के लिए खेलना अच्छा रहेगा। यसो खोलो त ठुलो छ, फेरि यत्रो बगिरहेको छ, गयो त। अब म पनि यसो खर्खर गइरहेको छ, छिटो भिडियो एडिट गरेर हाल्छु तपाईहरुको माझमा। तपाईहरुले लास्टमा हेरिदिनुहुन्छ भन्ने मलाई पूर्ण भरोसा अनि विश्वास छ। त्यसै गरी मेरो न्यू च्यानलमा सब्स्क्राइब गरिदिनु होला भन्ने पनि पूर्ण भरोसा छ। मेरा काका मामा माइजू आन्टा अङ्कल आन्टी सबैलाई। उहाँ पनि एउटा त्रिपलको गेमर हुनुहुन्छ, उहाँले पनि गेममै बिजी हुनुहुन्छ। देख्न सक्नुहुन्छ उहाँ पनि धेरै काम गर्नुहुन्छ, उहाँ पनि बहुत मेहनती हुनुहुन्छ। देख सक्नुहुन्छ अभी तक थोड़ा नहीं धुएंगे इनने, अभी अहिलेसम्म मुख धुआ छैन गाइस। इधर देख तू जरा, इधर है ना, इधर है। कस्तो लाग्यो गाइस हाम्रो फन्नी भ्लगर यिनी त्रिपल चारटा फो गेमर लेखेर यासब लेख्नु होला, उहाँको भिडियो आइहाल्छ। यस्तो कस्तो गरेको फोटो छ एउटा, त्यो च्याटजिपिटीबाट एडिट गरेको, त्यहाँ चाहिँ सब्स्क्राइब गरिदिनु होला। अब उहाँ व्यस्त अहिलेसम्म फ्री फायर खेलिराख्नु भएको छ होइन। उहाँ बहुत बडा गेमर हुनुहुन्छ। हेर्छ न के मायाटा नि हिस्सा रातभरि गइरहेको छ। 1v4 गाइस, 1v4 हो है अझै फेरि भिन्दै त 1v4 ढाको त बच्चा जस्तो छ गाई। ल गाई आज चाहिँ यति नै यार। अब यस्तो गाउँतिर आइक्यौँ हामी, यस्तो हेर्नु पुरा हाम्रो गाउँ त्यस्तो झारपाततिर जाने कि अर्कै छ होइन, त्यस्तै छ। अब बाई गाई चाहिँ अर्को मिल्ने छु, अर्को हामी दुईवटा साथै भएर एउटा भ्लग गरौँ, त्यो जीवनलाई मिलाउन गाई चाहिँ बाई गाई। र हामी दुईवटा, एउटा अल्छी एउटा मेहनतीलाई चाहिँ लास्ट सब्सक्राइब गरिदिनु होला।
आज चाहिँ यति भन्दै बाई बाई।